हेलो हेलो नमस्ते सबैजनालाई। फेरि पनि हिजो चाहिँ पानी पर्न लागेको अवस्था थियो र पानी परेको थियो, रातभरि पानी पर्यो र यसै गरी अहिले चाहिँ दिउँसो घाम लाएर छक्क भइरहेको छ यतातिर र त्यसै गरी घाम लागेसँगै गर्मी पनि अत्याधिक बढिरहेको छ र आजको अपडेट भने यही नै हो। खासै नयाँ नौलो केही पनि छैन गाइज। आज चाहिँ एकदम क्लियर छ, मौसमहरू पनि देख्न सक्नुहुन्छ, बादलहरू छत्त लागेको छ, पानी परेर पुरै खेतभरि पानी नै पानी छ।